एउटा अधुरो सपना 32 वर्षपछि पुरा। कहिलेकाहीँ एउटा पुस्ताले देखेको सपना अर्को पुस्ताले पुरा गर्छ। सन् 1994मा नेपालमा पहिलोपटक मिस नेपाल प्रतियोगिता आयोजना हुँदा एउटी नेपाली युवती पनि त्यो प्रतियोगितामा सहभागी भएकी थिइन्। तर त्यो समयमा उनले देखेको सपना पुरा हुन सकेन। समय बित्दै गयो। ठ्याक्कै 32 वर्षपछि उनकी छोरीले त्यही मञ्चमा पुगेर त्यो अधुरो सपना पुरा गरिन्। उनी हुन् दीपमाला खरेल ढकाल। हङकङमा जन्मे हुर्केकी दीपमाला केवल सौन्दर्य प्रतियोगिताकी विजेता मात्र होइनन्। उनी इकोनोमिक्सकी ग्रेजुएट, अन्तर्राष्ट्रिय लगानी कम्पनीमा काम गरिसकेकी इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट, म्याराथन रनर, ताइक्वान्डो ब्ल्याक बेल्ट होल्डर, मोडल, टेड स्पिकर र मल्टिल्याङ्ग्वेज होस्ट समेत हुन्। र आजको कथामा हामी जान्नेछौँ को हुन् दीपमाला ढकाल, हङकङमा हुर्किएकी नेपाली छोरी कसरी मिस नेपाल बनिन् र किन उनको मिस नेपाल यात्रा आमाको अधुरो सपनासँग जोडिएको छ। दीपमाला खरेल ढकालको जन्म र बाल्यकाल हङकङमा बित्यो। विदेशमा जन्मिएर हुर्किए पनि उनको नेपाली पहिचान भने उनको जीवनको महत्त्वपूर्ण हिस्सा रह्यो। उनले हङकङमै अध्ययन गरिन् र युनिभर्सिटी अफ हङकङबाट इकोनोमिक्समा ब्याचलर डिग्री पुरा गरिन्। अध्ययनपछि सन् 2024मा उनले विश्वकै ठुलो इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीमध्ये एक ब्ल्याक रकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टको रूपमा काम गर्न सुरु गरिन्। अर्थात् उनीसँग सफल कर्पोरेट करियर बनाउने बाटो खोलिसकेको थियो। तर दीपमालाको व्यक्तित्व केवल पढाइ र जागिरमा सीमित थिएन। सानैदेखि नयाँ कुरा सिक्ने, सार्वजनिक रूपमा बोल्ने र विभिन्न क्षेत्रमा आफूलाई चुनौती दिने उनको रुचि थियो। दीपमालाको अर्को विशेषता हो उनी बहुआयामिक व्यक्तित्व। उनी ताइक्वान्डो ब्ल्याक बेल्ट होल्डर हुन्। त्यसका साथै उनी म्याराथन रनर पनि हुन्। उनले रनवे मोडलिङ गरेकी छन्, कार्यक्रम सञ्चालन गरेकी छन् र टेड स्पिकरका रूपमा पनि आफ्नो अनुभव तथा विचार प्रस्तुत गरेकी छिन्। उनले नेपाली, इङ्ग्लिस, क्यान्टोनिज र हिन्दी लगायत 5 भाषामा दक्ष रहेको रिपोर्टहरू समेत उल्लेख गरिएको छ। त्यसैले दीपमालाको कथा केवल ब्युटी प्याजेन्टको कथा होइन। यो एजुकेसन, डिसिप्लिन, स्पोर्ट्स, कम्युनिकेसन र एम्बिसनको मिश्रण भएको कथा हो। अब आउँछ दीपमालाको जीवनको सबैभन्दा भावुक अध्याय। सन् 1994मा नेपालको पहिलो मिस नेपाल प्रतियोगिताको आयोजना भएको थियो। त्यो प्रतियोगितामा दीपमालाकी आमा पनि सहभागी भएकी थिइन्। तर उनको त्यो यात्रा मिस नेपालको ताजसम्म पुग्न सकेन। वर्षहरू बिते, छोरी दीपमाला हुर्किन् र एक दिन त्यही छोरी मिस नेपालको मञ्चमा पुगिन्। दीपमालाले स्वयं आफ्नी आमालाई आफ्नो सबैभन्दा ठुलो प्रेरणाका रूपमा उल्लेख गरेकी छिन्। यो कुरा अझ भावुक बनाउने अर्को संयोग पनि हो। प्रतियोगितामा दीपमालाकी आमाले 1994मा पाएको नम्बर नै यसपटक दीपमालालाई परेको थियो भन्ने रिपोर्ट प्रकाशित भएको थियो। त्यसैले दीपमालाको मिस नेपाल यात्रा एउटा व्यक्तिगत उपलब्धि मात्र रहेन। यो आमाको अधुरो सपना छोरीले पुरा गरेको कथा बन्यो। सन् 2026मा दीपमालाले मिस नेपाल हङकङ इन्टरनेसनल 2026को उपाधि जितिन्। यो उपलब्धिले उनलाई मिस नेपाल 2026को राष्ट्रिय प्रतियोगितामा प्रवेश गर्ने अवसर दियो। त्यति बेला उनले आफूलाई केवल हङकङकी नेपाली युवतीका रूपमा होइनन्, हङकङमा बस्ने नेपाली समुदायकी प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने इच्छा व्यक्त गरेकी थिइन्। उनको उद्देश्य थियो हङकङमा हुर्किएको नेपाली पुस्ताको कथा नेपाल र विश्वसम्म पुर्याउने। यस क्रममा उनलाई नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले गुडविल एम्बेसडरको जिम्मेवारी समेत दिएको थियो। अब दीपमालाको अगाडि सबैभन्दा ठुलो चुनौती थियो मिस नेपाल 2026। उनी 24 फाइनलिस्ट मध्ये एक बनिन्। प्रतियोगितामा केवल सुन्दरता मात्र होइन, आत्मविश्वास, विचार, व्यक्तित्व, प्रतिभा र सामाजिक चेतनाको पनि मूल्याङ्कन भयो। दीपमालाले प्रतियोगितामा मिस ब्युटी विथ ए प्रपोजको उपाधि समेत जितिन्। अन्ततः 2026 अगस्त 1मा ललितपुरको पुल्चोक स्थित द प्लाजामा आयोजना भएको ग्रान्ड फिनालीमा निर्णायक क्षण आयो र घोषणा भयो मिस नेपाल 2026 दीपमाला ढकाल। दीपमालाले 23 अन्य फाइनलिस्टलाई पछि पार्दै नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको उपाधि जितिन्। त्यसै प्रतियोगितामा आर्य निशानले मिस नेपाल इन्टरनेसनल 2026 र कशिश सुब्बाले मिस नेपाल कस्मो 2026को उपाधि जिते। दीपमालाको मिस नेपाल यात्रा अझ रोचक किन छ भने उनले सुरक्षित प्रतिष्ठित कर्पोरेट करियर बनाइसकेकी थिइन्। ब्ल्याक रक जस्तो विश्वव्यापी कम्पनीमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टको रूपमा
काम गरिरहेकी 24 वर्षीय युवतीका लागि एउटा सुरक्षित करियरको बाटो अगाडि थियो, तर उनले अर्को बाटो रोजिन्। त्यो बाटो थियो नेपालको प्रतिनिधित्व गर्ने बाटो। उनको निर्णयले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। सफलता भनेको केवल राम्रो जागिर र राम्रो आम्दानी मात्र होइन। कहिलेकाहीँ आफूले विश्वास गरेको उद्देश्यका लागि सुरक्षित बाटो छोडेर नयाँ चुनौती स्वीकार गर्नु पनि सफलता हो। अब दीपमालाको अगाडि अर्को ठुलो जिम्मेवारी छ। मिस नेपाल वर्ल्ड 2026 को रूपमा उनले अन्तर्राष्ट्रिय मिस वर्ल्ड प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्ने छिन्। तर उनको कथा क्राउनमा समाप्त हुँदैन। उनले क्यान्सर अवेरनेस लगायत सामाजिक विषयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेकी छिन्। उनको जीवनले एउटा कुरा देखाउँछ, हङकङमा जन्मिए पनि नेपाली पहिचानलाई साथमा राख्न सकिन्छ। विश्वस्तरीय एजुकेसन र करियर बनाउन सकिन्छ। खेलकुदमा अगाडि बढ्न सकिन्छ र त्यही सँगै आफ्ना जरा र समुदायसँग जोडेर पनि बाँच्न सकिन्छ। दीपमाला ढकालको टाउकोमा अहिले मिस नेपाल वर्ल्ड 2026 को ताज छ, तर उनको वास्तविक उपलब्धि त्यो ताजभन्दा धेरै ठुलो हुन सक्छ। किनकि यो कथा एक नेपाली आमाको अधुरो सपना, हङकङमा हुर्केकी छोरीको सङ्घर्ष, शिक्षा र करियरको सफलता र अन्ततः नेपालको राष्ट्रिय मञ्चमा प्राप्त विजयको कथा हो। 32 वर्ष अगाडि आमाले देखेको सपना पुरा हुन सकेन, तर त्यो सपना मर्यो पनि होइन। त्यही सपना छोरीको मनमा जीवित रह्यो र 2026 मा दीपमाला ढकालले त्यो सपना पुरा गरिन्। अब उनको अगाडि नेपालको नाम विश्व मञ्चमा चिनाउने अर्को यात्रा छ। दीपमाला ढकाललाई मिस वर्ल्डको यात्राका लागि शुभकामना। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नेपाली व्यक्तित्व र प्रेरणादायी भिडियोका लागि हामीसँग जोडिनुहोला। जय नेपाल।